गाइज हाम्रो यात्रा थियो मनालीसम्मको। हामी मनाली यात्रा गर्दा एकदमै रमाइलो भएको थियो। चिसो मौसम थियो। खोलाको किनारमा एकदम आकर्षक साना साना घरहरू बनाएर रिसोर्ट्सहरू बनाएको थियो। मनाली जाँदा मनालीको टोपी पोसाक भनेको टोपी भने यस्तो प्रकारको रहेछ। हामीले चाहिँ किनेर लगाएको थियौँ। मनाली भनेको हिमाचल प्रदेशको एकदमै उच्च स्थानमा रहेको, हिउँको काखमा रहेको, माथि देख्न सकिन्थ्यो हराभरा जङ्गलहरू। जङ्गलको साइडमा थियो एप्पल गार्डन, एप्पल स्याउका बगैँचाहरू थियो। हामी जाँदा चाहिँ स्याउहरू फलेको थिएन। मनालीको एकदम एउटा युनिक लागेको घरहरूमा यस्तो प्रकारले डिजाइन गरेको रहेछ, हेर्दा नि एकदमै मनमोहक लाग्ने। अर्को कुरा, मनाली साइडतिर हाम्रो जस्तो नेपालको जस्तो सल्लोहरू नपाइएर एकदमै फरक प्रकारको सल्लोहरू देखिएको थियो। खोलाको किनारमा एकदम ठुलो उसमा बगैँचा बनाएर बगैँचा जस्तो देखिने, बीचबीचमा घरहरू। तिनी रुख देखिएको रुखहरू थियो स्याउका रुखहरू, पातहरू झरेर अब फुल्ने क्रममा थियो। नेपालमा आउने स्याउहरू सायद